कोदाली बोकेर जाँदैछु खेतालो है। आम्मा यहाँ गाउँमा एक दुईजना केटीहरू छ कि लप्पर्च जिस्किन्छ भनेर पछि आउँछ हौ आउनु भनेर। राम पुरा नि राति के झोलासोला बोकेर आएको त कहाँबाट चुप्पी हानेर आएको हो क्या। बाजे बोजू ठुलो मनको हुनुहुन्छ र मात्रै दिन्छ, अरूले त एकैचोटि खाना मात्रै हो, खाना पनि कोनी। यो फललाई के भन्छ हौ तपाईँहरूकोतिर? यो फललाई हाम्रोतिर चाहिँ अम्बक भन्छ है, तपाईँहरूकोतिर के भन्छ कमेन्ट गरेर बताउनु होला। खिच्चा लाग्दो के भन्नु, आफ्नो त घरैभित्र पर्यो। हेलो गाइज, वेलकम ब्याक टु माई अनदर न्यू भ्लग। सबैजनालाई फेरि पनि है त साथीहरू। अनि आज चाहिँ देख्न सक्नुहुन्छ कोदालो, काँधमा कोदालो बोकेर आज चाहिँ खेताला गइँदैछ साथीहरू। कहाँनेरि भन्दाखेरि यहाँ मास्तिर हाम्रो बाजे बोजूकोमा आज चाहिँ मकै गोड्ने दिन। धेरै छैन साथीहरू, थोरै छ, एक गरा छ होइन। लगभग हामीहरूलाई लाग्छ होला बुवा अगाडि जानु भएको छ अनि म जाँदैछु, अनि अरूहरू पनि को छ हामीलाई लाग्छ होला हौ लगभग भरे दिउँसो 12 बजीसम्म लाग्छ होला। सो त्यही भएर अनि हामी जाँदैछौँ, म जाँदैछौँ आई मिन है। सो हेरौँ आजको भ्लग कस्तो हुन्छ। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला, अनि हामी पनि एकदमै सन्चै छौँ। हाम्रो चाहिँ गोडिसक्यौँ है साथीहरू, तर मैले त्यो भ्लग बनाइनँ। अब हाम्रो गोडिसक्यौँ भन्दा पनि होइन म यही लाउँछु, कहाँ त्यो काम गर्ने बेलामा नयाँ लाउनु। अनि अब यो गरा चाहिँ बाँकी छ है, यो घर पछाडिको गरा चाहिँ एउटा बाँकी छ, त्यो पनि अब अहिले एकछिनमा बुढीले म आफै गोडिहाल्छु भनेर भनेको छ। सानो यो ओल्लो त तुम्माको हो, पल्लो सानो चाहिँ हाम्रो हो, धेरै लाग्दैन, 1 घन्टामा सकाउँछ बुढीले। अस्ति पनि एक्लै गोडेको थियो। सो अनि आज चाहिँ म कोदाली बोकेर जाँदैछु खेतालो है। अनि भोलि पनि खेतालै जानुपर्नेछ। भोलि चाहिँ उहाँ पर त्यो हाम्रो दाजु भाउजूकोमा जानुपर्नेछ। अनि आज चाहिँ उमासतिर बाजे बोजूकोमा के गर्नु, भ्लग पनि बनाउनु पर्ने छ। अनि होइन भ्लगबाट पैसा आउँदैन नि त धेरै, त्यही भएर आन्टी खै अङ्कल खोइ ए किन हो बिहान पैसा कमाएर त कुदेको गर्छ त हौ। आम्मा 25,000 झ्याप्प थापेर ल्याइहालेछ हिजो अङ्कलले होइन। मकै गोड्नलाई ए ऊ त मेरो पुच्छर हो नि त, अनि ऊ त मेरो पुच्छर हो नि त, त्यही भएर। तुम्मा किन हौ, म खेताला हिँडेको मान्छे अनि कहाँ सार्न आँटेको कोठा? ए किन के भएर खोइ छोड्नु त? के भएर केटाहरूलाई नि भाइ उता ए सार्ने अलग गर्नु भएको के हो? भाइहरू चाहिँ उठाउन 2 जना चाहिँ एकै ठाउँ पारेको। ए ल ठिक छ। होइन तिमीहरू हिँड्न चाहिँ कहाँ हिँडेको हौ मेरो पुच्छर भएर? म खेताला हिँड्दा नि पछाडि अगाडि आउँछु यहाँ। आम्मा के हो पारा? के हो पारा? म त केही बुझ्नै सक्दिनँ हौ साथीहरू। आम्मा यहाँ गाउँमा 1 2जना केटीहरू छ कि लप्पर्च जिस्किन्छ भनेर पछि आउँछ हौ आउनु भनेर। राम कहाँ हिँडेको बिहान घर छोडेर? अनमल केसी जस्तो छौ त। अनमल केसी जस्तो छौ अरे, जे पायो त्यही भन्छस्, लाज नभएको। बिहान डुलाउनु पर्छ, पर घरमा मेरो क्यामेराहरू त्यतिकै छ भनेको त क्यामेरा त हातमै पो छ त, फेरि मायाकुरी दिमाग पनि उल्ट्यो कि क्या हो? ओ कैटा कस्तो अनि राति भूत जस्तो आएको हो तपाईँ? अनि गाउँदै थिएँ तर्साइदिइरह्यो यार झ्यालबाट आएर त यार। किन आएको हौ? पुरा नि राति के झोलासोला बोकेर आएको त कहाँबाट चुप्पी हानेर आएको हो क्या? कहाँ नजाने? कति दिन्छ अरे हाजिरा? 1000 रुपियाँ दिए पनि नजाने, त्यो हामी हावादारीको कुरा पत्याइँदैन हौ। सो हामी चाहिँ अब मकै गोड्ने ठाउँ आइसक्यो है साथीहरू। यहाँ धेरै त छैन, 1 गरा छ, अघि नै मैले भनिहालेँ होइन। ए भान्जा, ओए भान्जा उठ्नु पर्दैन? उठ, एक्लै गोड्न थालेछ। सो यति नै हो, यो 1 गरा हो। ऊ पर बुवा गोड्दै हुनुहुन्छ,
सो त्यहाँबाट यहाँसम्म गोड्नुपर्ने है साथीहरू। अब हेरौँ कति बेला गाडी सकिन्छ। गाडी सकिन्छ अरे गोडी सकिन्छ। सो अनि आज नहरमा पानी पनि आइरहेको रहेछ। बाउ खिडकीले आउनु भएन? खिडकीले आउनु भएन? खिडकीले अङ्कल एक्लै सक्छु भनेर आँटेको कि के हो? अनि के त यो हामी बाउ छोरालाई लाग्ने रहेछ आज दिनभरि। ठुलो पो छ त हौ साथीहरू, हेर्दाखेरि यस्तो सानो देखिन्छ कि ठुलो छ नि। अस्ति आलु खन्दा पनि कत्रो टाइम लागेको। सो केही छैन, अब म जान्छु बाजे बोजूलाई भेटेर अनि त्यस पछाडि चाहिँ धमाधम खन्न लाग्नुपर्ने हुन्छ। मोबाइल पनि लिएर आइन यार, मैले गीत सुन्दै खन्दा हुन्थ्यो। बाजे बोजूको घर। सो यहाँबाट अब भित्र जाउँ है। 1 hour later. खाजा खाने बेला पनि भइगयो साथीहरू, के गर्नु, दाजु त भ्लगर भयो, बहिनी हेर नि लजाको। अनि चाउचाउ खाजा खाइँदैछ साथीहरू। अब के गर्नु, अब माइजूले पनि हेर्दै हुनुहुन्छ। कस्तो हुन्छ भने नि अब यहाँ खेतालालाई चाहिँ दिनुहुन्छ, फेरि अरूले दिँदैन नि। यहाँ हाम्रो बाजे बोजू ठुलो मनको हुनुहुन्छ र मात्रै दिन्छ, अरूले त एकैचोटि खाना मात्रै हो, खाना पनि कोनी कोनी। सो अघि भर्खरै आएको, लगभग 40-45 मिनट गोडे खाजा खानु बोलाइहाल्नु भयो। अब आधी घन्टा पछाडि फेरि खाना खानु बोलाउनुहुन्छ नि, भन्नु नमिल्ने होइन। ल सेवार हो, पहिले चाहिँ पानी खानुपर्ने हुन्छ। ल अब हामी खाजा खान्छौँ है त। खाजा पनि खाइसक्यो साथीहरू। अब थाल्नुपर्छ फेरि, भरे सकिँदैन फेरि बेलामा कि। यहाँ हेरौँ न, यो फललाई के भन्छ हौ तपाईँहरूकोतिर? यो फललाई हाम्रोतिर चाहिँ अम्बक भन्छ है। तपाईँहरूकोतिर के भन्छ कमेन्ट गरेर बताउनु होला। सो हामीले चाहिँ अब यति गोडिसक्यौँ र अब यति बाँकी छ। ले चाहिँ कहिले सकिन्छ हेरौँ। सो मकै गोड्न अब धमाधम लाग्दैछौँ है त। 3 hours later. सो गाइज फाइनली सक्यो है त, सबै सक्यौँ हामीले गोडेर। सो पसिनै पसिना भयो, हालत देख्न सक्नुहुन्छ। अब भनेको घर जानुपर्ने हुन्छ। सो जे होस् हामीले लगभग 11:30 बजी सक्यो है त। 11:30 भयो होला अहिले, 11:30 बजीतिर ड्याङडुङ सक्यो। जे होस् धेरै पनि थिएन, 1 कट्ठा 1.5 कट्ठा थियो। सकिएको त अब के भन्नु होइन, लडिक छ। ल आमा गर छोरी, आमा। अब चाहिँ हामीले थुक्पा खान आँटेको है साथीहरू। यहाँ मेरो छोरीले पनि थुक्पा एकदमै मन पराउँछ। अनि मेरो बुढीको लागि यहाँ छ, अलिक उता लगाइदेऊ न, बोक न, बोकेर देखाउ त, बोकेर हो त्यहाँ देखाउ, उठाउ हो, स्याबास, गुड, भेरी गुड। आम्मा यत्रो थुक्पा खाँदा नि बाँचिँदैन त हौ। अब जे होस्, थुक्पा, चाउमिन, मोमो, अरू पनि आइटमहरू चाहिँ एकदमै राम्रो बनाउँछ मेरो बुढीले, मिठो बनाउँछ। सो त्यही भएर पनि अब हामी छिटै है, तर थाहा छैन हुन्छ हुँदैन, तर भयो भने चाहिँ छिटै नै हामी अब ठेलागाडा बनाएर बाटोमा पसल थाप्न आँटेको छौँ। यस्तै कोही फास्ट फुड भन्दो रहेछ नि त त्यसलाई होइन, त्यही गर्न आँटेको छौँ साथीहरू। अब यहाँनिर थुक्पा खानुपर्ने हुन्छ। अब थुक्पा खानु कि तपाईँहरूलाई देखाउनु मैले। सो त्यही भएर हजुरहरू बुझ्ने हुनुहुन्छ, म खानुपर्छ पहिले, त्यस पछाडि ब्लग बनाउनुपर्छ है। थुक्पा पनि खाइसक्यो साथीहरू, एकदमै मिठो, एकदमै टेस्टी, एकदमै पिरो, एकदमै अमिलो। सो त्यही हो साथीहरू। अनि अब यतापट्टिको चाहिँ हामीले मकै गोडिसक्यौँ है। यताको अब सकिएको, अब यसको काम भनेको भाँच्ने अनि खाने मात्रै हो। हरियो भयो भने पोली खाने, होइन भने सुकेपछि भाँच्ने, थन्क्याउने, ढोँड काट्ने, यति नै हो अब यसको। अब 1-2 दिन पछाडि पानी हाल्नु पऱ्यो भने हाल्ने, नत्र भने यसको काम भनेको भयो। अब यता मासतिर घर पछाडिको बाँकी छ अलिकति, त्यो पनि अघि बिहान हामी मकै गोड्नु बाजे बोजूको जाँदाखेरि बुढीले आधी गोडिहालेछ। अब आधी एकछिनमा गोड्ने होइन। सो अहिले चाहिँ लगभग समथिङ 3-3:30 बज्यो होला। सो अनि यस्तै छ। अब भोलि बिहान पनि खेतालै जानुपर्ने छ साथीहरू, के गर्नु। अब युट्युबले पैसा दिएको भए त म अब भ्लगमै मात्रै फोकस गर्थेँ होइन। अब युट्युबले पैसा नै दिँदैन यार, एकदमै कम्ती दिन्छ। सो मेरो हरेक भ्लगमा होइन, मेरो एउटा भ्लगमा मैले एउटा भ्लग हालेँ र एउटा भ्लगमा 1000 भ्युज आयो भने त्यसको मलाई कति दिन्छ थाहा छ नेपाली पैसामा? मैले तपाईँहरूलाई भन्नुपर्दाखेरि लगभग
25 रुपियाँ 30 रुपियाँ क्या, त्यति नै हो क्या। अनि मेरो भ्लग फेरि मेरो भिडियो कहाँ अनि त्यस्तो 1000 भ्युज जान्छ त, कुनै कुनै चाहिँ जान्छ है। अनि कुनै कुनै त 100 मै अड्किन्छ, कुनै 200 जान्छ, कुनै 300 जान्छ, कुनै 600 पनि जान्छ, कुनै 700 पनि जान्छ। त्यही भएर अब अहिले कन्टिन्यू गर्न पनि सकिएको छैन। यो युट्युब कन्टिन्यू गर्नलाई पनि साथीहरू एउटा महत्त्वपूर्ण चिज के हो भन्दाखेरि टाइम पनि हुनुहुँदो रहेछ, टाइम पनि चाहिने रहेछ क्या। टाइम भएन भने साथीहरू, टाइम भएन भने केही छैन। अब डेली भ्लग हाल्नलाई डेली भ्लग गर्नुपर्छ र डेली एडिट गर्नुपर्छ। अब भ्लग बनाउनु बिहानदेखि लिएर नभएको पनि तपाईँहरूको 3 बजीसम्म तपाईँहरूलाई लाग्छ, त्यस पछाडि एडिट गर्नु 2-3 घन्टा लागिहाल्छ हो। सो अनि त्यही भएर अनि त्यसरी गर्न थालेपछि नि घरको काम चाहिँ कसले गर्ने फेरि। अब ल अरू छन् घरमा गर्ने काम मान्छेहरू छन् भने त ल आफू गर्दा भयो। अब घरकै मुली मान्छे नै अब त्यसरी गर्नु भ्लग बनाउनु थालिसकेपछि चाहिँ अलिकति गाह्रो हुँदो रहेछ साथीहरू। सो त्यही भएर सबैजनाले यो भ्लगलाई चाहिँ होइन सबैजनाले सेयर गरिहेर्नु त एकचोटि मेरो पनि भाग्य चम्किहाल्छ कि होइन। सो एकचोटि भाइरल हुनु पाएँ भने त नि फेरि एकचोटि भाइरल हुनु पऱ्यो साथीहरू। त्यस पछाडि भनेको त नि गएकै हो क्या केटा, पछाडि फर्केर हेर्दैन। तर तपाईँहरूलाई चाहिँ हेर्छु त्यही हो। अनि यस्तै छ साथीहरू, अब हेरौँ बाँकी के हुन्छ कस्तो हुन्छ होइन। म भ्लग चाहिँ बनाउँदैछु, तपाईँहरू हेर्दै गर्नु होला है त। सो गाइज म जाँदैछु अहिले यहाँ परतिर, किन भन्दाखेरि आज चाहिँ हामी दही खाने मन लाग्यो। सो त्यही भएर दही लिन जाँदैछु है। अब दही गएर लिएर आउँछु, त्यस पछाडि भनेको चाहिँ भ्लग स्टप हान्नुपर्ने हुन्छ साथीहरू। किन भन्दाखेरि अब अलिकति मकै गोड्नु रहेको छ, त्यो मकै गोड्नु पऱ्यो। सो अनि नानीलाई चाहिँ एकदमै मनपर्छ नि त हाम्रो छोरीलाई, दही चाहिँ भनेपछि भात चाहिँ यति खान्छ क्या। सो त्यही भएर अनि दही लिन जाँदैछु यहाँ परतिर डेरीमा। डेरी पनि नजिकै छ यहाँ हाम्रो, लगभग 2-3 मिनटमा अब म पुगिहाल्छु। सो त्यहाँबाट अनि दही लिएर आउँछु, आधी किलो मात्रै चाहिएको। अनि त्यहाँबाट अनि बुवालाई बिँडी पनि चाहियो अरे, बिँडी पनि ल्याइदिनु पर्ने भयो। सो त्यति नै काम छ, त्यतिकै कामको लागि म निस्केको। सो हेरौँ अब म त्यहाँ गएर लिएर आउँछु है त। साथीहरू मैले चाहिँ दही पनि किनिसकेँ है। अनि यो पछाडिको भ्यू चाहिँ कस्तो लागिरहेछ हौ। यो चाहिँ हाम्रो जस एकदमै सुन्दर ठाउँ देखिन्छ यहाँबाट पछाडि हेर्दाखेरि चाहिँ। सो अब म यताबाट घरतिर लाग्नुपर्ने हुन्छ है। अनि अब के भन्नु, आफ्नो घर जाने बाटो भनेको चाहिँ फेरि यस्तो छ क्या खिच्चा लाग्दो क्या। के भन्नु, आफ्नो त घरै भित्र पऱ्यो, गाह्रो छ साथीहरू होइन त। गन्द्रङ दही पनि लिएर आइहालेँ। अब यही हो आजको दाल भनेको। अब यसमा चट्ट लाएर आलु पर भुटिन्छ, अनि लट्टेको साग बनाउँछ, अनि अचार, अनि भात भएपछि त आम्मामा कति खाइएला, दरो खाइन्छ। अनि त्यही नै हो साथीहरू। अनि अब हजुरहरूले यहीँसम्म भ्लग हेर्दै हुनुहुन्छ भने चाहिँ सबैजनालाई धेरै धन्यवाद है। अब आजको भ्लग चाहिँ म यहीँनिर एन्ड गर्छु। सबैजनालाई थ्याङ्क्स फर वाचिङ, बाई बाई गाइज है त।